एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको भिडियोमा चाहिँ मैले जापानमा हुनुहुन्छ र भिसा रिन्यू गर्दाखेरि चाहिँ हजुरलाई चाहिँ के डकुमेन्टहरू चाहिन्छ भनेर भिडियो लिएर आएकी छु। सो यदि हजुर चाहिँ जापानमा हुनुहुन्छ र भिसा एप्लाई गर्दाखेरि के डकुमेन्टहरू चाहिन्छ भन्ने थाहा छैन भने चाहिँ यो भिडियोलाई चाहिँ फुल वाच गर्नु होला है त। ल आउनुहोस् है, के डकुमेन्ट चाहिन्छ भनेर म एउटा एउटा गरेर हजुरलाई देखाउँछु। सुरुमा हजुरलाई चाहिँ 3टा पेजको चाहिँ एप्लिकेसन फर्म चाहिन्छ। यो फर्म चाहिँ हजुरले चाहिँ गुगल या सफारीमा गएर चाहिँ हजुरले चाहिँ सर्च गरेर चाहिँ यो फर्महरूलाई चाहिँ आफ्नो फाइलमा सेभ गरेर चाहिँ हजुरले चाहिँ कोम्बिनीबाट सजिलै प्रिन्ट गर्न सक्नुहुन्छ। यो फर्ममा चाहिँ एउटा फोटो पनि चाहिन्छ। त्यो फोटो चाहिँ यहाँ कति साइजको हो भनेर यहाँ लेखिदिएको हुन्छ फर्ममा नै। हजुरलाई चाहिँ कुन साइजको फोटो चाहिन्छ भनेर चाहिँ यो फर्ममा लेखिदिएको हुन्छ र त्यही साइजको चाहिँ फोटो खिच्नु होला एउटा। त्यसपछि चाहिँ जसको भिसा एप्लाई गर्नुपर्ने हो उहाँको जाइरो कार्डको फोटोकपी चाहिन्छ एउटा। त्यसपछि एउटा पासपोर्टको फोटोकपी। त्यसपछि चाहिँ हजुर चाहिँ कसको डिपेन्डेन्ट बस्नु भएको छ उहाँको चाहिँ उहाँको पासपोर्टको फोटोकपी पनि चाहिन्छ, उहाँको जाइरो कार्डको फोटोकपी पनि चाहिन्छ है त। त्यसपछि चाहिँ नोजे सेउमेस्यो, खाजे सेउमेस्यो चाहिँ अनि जिउमिन्यो चाहिँ हजुरले चाहिँ निकाल्नको लागि चाहिँ यदि हजुरसँग माई नम्बर कार्ड छ भने हजुरले चाहिँ कोम्बिनीबाट प्रिन्ट गर्न सक्नुहुन्छ भनेपछि, यदि हजुरसँग माई नम्बर कार्ड छैन भने हजुर चाहिँ सेक्सो गएर चाहिँ त्यहाँबाट झिक्न सक्नुहुन्छ है त। त्यसपछि चाहिँ हजुर जसको डिपेन्डेन्ट बस्नु भयो उहाँको चाहिँ ट्याक्स सर्टिफिकेट पनि चाहिन्छ है त। यो चाहिँ ट्याक्स सर्टिफिकेट भयो। एउटा अर्को चाहिँ ट्याक्स पेमेन्ट सर्टिफिकेट पनि चाहिन्छ, त्यो पनि चाहिन्छ है त। त्यो चाहिँ हामीले निकाल्नु बाँकी छ, अहिले एकछिनमा निकाल्ने हो। त्यसपछि यो चाहिँ जिउमिन्यो हो, चाहिँ यो चाहिँ बाबुको हो। बाबु र मेरो चाहिँ सँगै एप्लाई गर्न आएको भएर चाहिँ यहाँ डकुमेन्टहरू यो चाहिँ बाबुको डकुमेन्ट हो। यदि हजुर चाहिँ 16 वर्ष भन्दा कम उमेरको चाहिँ भिसा रिन्यू गर्दै हुनुहुन्छ भने चाहिँ उहाँको चाहिँ फोटो चाहिँदैन। 16 वर्षभन्दा कम उमेरको बच्चाको चाहिँ फोटो चाहिँदैन है त। यो चाहिँ बाबु र मेरो सँगै एप्लाई गरेर आएको छौँ फर्महरू, अनि यो चाहिँ फोटो हो। त्यसलाई रिन्यू गर्दा चाहिँ यति नै डकुमेन्ट चाहिन्छ। र यदि हजुरलाई चाहिँ आउँदैन भनेपछि चाहिँ हजुरले चाहिँ यो भिडियो हेरेर सिक्न सक्नुहुन्छ है त। यदि हजुरले चाहिँ राम्रोसँग बुझ्नु भएको छैन भनेपछि चाहिँ हजुरले चाहिँ यो भिडियोमा चाहिँ कमेन्ट गर्नु होला र म हजुरको कमेन्टको रिप्लाई दिनेछु है त। ओके, बाई बाई, थ्याङ्क यू सो मच, थ्याङ्क यू फर वाचिङ। भिडियोलाई लाइक, कमेन्ट एन्ड सेयर गरिदिनु होला र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला है त। बाई बाई। ओके, भिडियोलाई फुल वाच गरिदिनु भयो, थ्याङ्क यू सो मच।